आजको चर्को घाममा चाहिँ अमिलो सुप खाने विचार भयो मेरो चाहिँ हैन। मैले चाहिँ 3वटा मात्रै बनाउने विचार गरेँ, एक्लै थिएँ नि त, त्यही पनि मलाई धेरै हुन्छ होला, त्यही पनि म खाइहाल्छु। एकदमै मन पर्छ मलाई चाहिँ यो चाहिँ। रेडी भइसक्यो। अब चाहिँ यसलाई चाहिँ मसला, अब यसमा चाहिँ थोरै चिनी हाल्दिने हैन, चिनी हाल्दिएँ मैले चाहिँ थोरै, अनि थोरै नुन पनि हाल्दिएँ मैले चाहिँ यसमा। अब चाहिँ यसमा पिरे चाहिँ मैले धेरै चाहिँ सानो गराएको थिएँ। अब चाहिँ यसमा सबैलाई मिलाइदिने, मैले चाहिँ मजाले मिलाइदिएँ। मैले चाहिँ बनाउनु भन्दा पहिले चाहिँ मुखमा पानी आइसकेको थियो। अब कति खाइन्छ हेर्दै जाउँ हैन। एकदमै राम्रो देखिन्छ। अनि एउटा हातमा थाल, एउटा हातमा छाता, बसेर खाइयो घाममा। यो चाहिँ सबैभन्दा चाहिँ घाममा चाहिँ बसेर खाँदा चाहिँ एकदमै पनि मिठो हुन्छ।